प्रतियोगिता चाहिँ 2082 माघ 26 देखि 29 गतेसम्म आयोजना गर्न लागिरहेका छौँ। विशेष गरी यसको प्रमुख प्रायोजकको रूपमा चाहिँ भोजपुर नगरपालिका रहेको छ भने सहप्रायोजकको रूपमा दाउली मिलन क्लब काठमाडौँ, भोजपुर नगरपालिका 3 र 4 र त्यसै गरी कृष्ण लक्ष्मी श्रेष्ठ प्रतिष्ठान काठमाडौँ रहेको छ। र विशेष गरी अब हामीलाई त्यो लगायत हाम्रो स्थानीय रूपमा क्रियाशील रहनुभएका विभिन्न सङ्घ संस्थाहरू त्यसै व्यक्तित्वहरू समाजसेवीहरूले पनि यसमा हामीलाई चाहिँ साथ दिइरहनु भएको छ। विशेष गरी त हाम्रो यो कार्यक्रमलाई अझ यसलाई प्रभावकारी बनाउनको निम्ति, यसलाई सफल पार्नको निम्ति हाम्रो दाउली मिलन क्लब काठमाडौँमा रहनुभएका रोशन श्रेष्ठज्यूले विशेष गरी यसलाई चाहिँ हामीलाई एउटा चाहिँ प्रोत्साहनको रूपमा अगाडि बढ्न चाहिँ हामीलाई सहयोग गरिराख्नु भएको छ। र विशेष गरी उहाँले नै अब यो सुरुमा पनि यसलाई हाम्रो दावामा भलिबल आयोजना गर्नुपर्छ भनेर हामीलाई चाहिँ प्रोत्साहन गर्नुभएको थियो। हामीले विगतमै केही गेमहरू पनि हामीले आयोजना गराएका थियौँ। त्यसमा हामीले राष्ट्रिय स्तरका खेलाडीहरू पनि ल्याएर हाम्रो जुन एउटा खुल्ला पुरुष भलिबल प्रतियोगिता हामीले 2078 सालमा आयोजना गरेको थियौँ। त्यस पछाडि हामीले दावामा नै एउटा राष्ट्रिय स्तरको भलिबल गेम चाहिँ आयोजना गर्नुपर्छ भन्ने उद्देश्यको साथ हामी अगाडि बढ्यौँ। र यसमा हाम्रो भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेज्यूले हामीलाई चाहिँ 5 लाख रुपियाँ चाहिँ विनियोजन गरिदिनु भएको थियो। र त्यसमा विविध कारणले प्राविधिक कारणले गर्दाखेरि त्यो गेम हुन सकेन र पछि फेरि 2टा प्रथम र दोस्रो आमन्त्रित पुरुष भलिबल प्रतियोगिता चाहिँ भोजपुर नगरपालिकाको आयोजनामै यहाँ चाहिँ टुडी खेलमा सम्पन्न भयो। र यसपालि चाहिँ हामीले यो भलिबल गेमलाई चाहिँ दावामा गर्ने हामीले चाहिँ एउटा माग गऱ्यौँ र उहाँहरूसँग चाहिँ नगर प्रमुखसँग बसेर हामीले सल्लाह गऱ्यौँ र उहाँले चाहिँ त्यो एउटा स्वीकृति प्रदान गरिसके पछाडि हामी अगाडि बढेका छौँ। र यसमा विशेष गरी अब हामीले पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार चाहिँ 2,22,222 रहनेछ। त्यसै गरी दोस्रो पुरस्कार 1,11,111 रहनेछ। र सेमी फाइनलिस्टमा हामीले 55,555 चाहिँ विनियोजन गरेका छौँ। त्यसै गरी विधागत पुरस्कारहरूमा सर्वोत्कृष्ट खेलाडी भनेर 15,000, उत्कृष्ट स्पाइकर भनेर 7,000, उत्कृष्ट ब्लकर भनेर 7,000, उत्कृष्ट सर्भर भनेर 7,000, उत्कृष्ट लिबरो भनेर 7,000, उत्कृष्ट सेटर 7,000 र उत्कृष्ट प्रशिक्षक 7,000 हामीले चाहिँ यसरी राखेका छौँ। र त्यसै गरी यसमा अब हाम्रो चाहिँ यो भलिबल प्रतियोगितामा चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ हामीलाई चाहिँ कहाँबाट चाहिँ रकम प्राप्त भइरहेछ, यसलाई हामीले कसरी चाहिँ व्यवस्थापन गर्नेछौँ भन्ने कुरालाई पनि म थोरै अगाडि बढाउन चाहन्छु। भोजपुर नगरपालिकाबाट हामीलाई यो 7 लाख चाहिँ प्राप्त हुनेछ। यो चाहिँ भलिबल प्रतियोगिताकै लागि भनेर चाहिँ विनियोजन भएको छ। त्यसै गरी हाम्रो दाउली मिलन क्लब काठमाडौँले चाहिँ हामीलाई एउटा सहयोग स्वरूप चाहिँ अरू अन्य पुरस्कारहरूमा पनि जस्तै त्योभन्दा बाहेकको चाहिँ अब हाम्रो अन्य पुरस्कारहरू पनि उहाँले चाहिँ व्यवस्थापन गरिदिने भनेर हामीलाई चाहिँ उहाँले चाहिँ हामीलाई एउटा जानकारी पनि गराउनु भएको छ। र यसमा हामीले उहाँलाई चाहिँ सहयोगको रूपमा अगाडि हामीले प्रस्तावको रूपमा राखेको थियौँ। र विशेष गरी हामी रोशन श्रेष्ठज्यूलाई पनि धन्यवाद दिन चाहन्छौँ। र लगायत दावामा रहनुभएका, जन्मिनुभएका र काठमाडौँ कर्मथलो बनाएर बस्नुभएका सम्पूर्ण दावावासीहरू र भोजपुरवासीहरूले पनि काठमाडौँमा रहेर पनि यसको निम्ति चाहिँ हामीलाई सहयोगको लागि उहाँहरूले चाहिँ बारम्बार हामीसँग सम्पर्कमा रहिराख्नु भएको छ र हामीले उहाँहरूसँग सम्पर्क गरिरहेका छौँ। र विशेष गरी हामी उहाँलाई यो पत्रकार सम्मेलन मार्फत पनि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ। र त्यसै गरी अब हामीले भोजपुर नगरपालिका 3 र 4बाट पनि हामीले थोरै विनियोजन गरेका छौँ। र त्यो लगायत विभिन्न सङ्घ संस्था व्यक्तित्वहरूबाट पनि हामीले चाहिँ सहयोगको अपेक्षा गरेका छौँ। र यो सँगसँगै अब हाम्रो सम्पूर्ण अनुमानित लागत चाहिँ हामीले भलिबल सहित हामीले 17 लाखको चाहिँ हामीले एउटा खाका तयार गरेका छौँ, जसमा हामीले यो खेलसहित भलिबल प्रतियोगिता को साथसाथै हामीले चाहिँ यो सांस्कृतिक कार्यक्रम राष्ट्रिय स्तरको कलाकारबाट चाहिँ हाम्रो जुन 28 गते बेलुका 2082 साल माघको 28 गते बेलुका जुन फाइनल खेल हुनुभन्दा अघिल्लो दिन चाहिँ हामीले सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागिरहेका छौँ। र विशेष गरी
हाम्रो भोजपुर लगायत दावा र दावाको चाहिँ एउटा पहिचानको निम्ति र त्यहाँको विभिन्न किसिमको चाहिँ अन्य जस्तै विभिन्न किसिमको त्यहाँको चाहिँ उत्पादनहरूको बारेमा अथवा त्यहाँको चाहिँ विभिन्न किसिमको परम्परा संस्कृति रीतिरिवाजहरूको कुरालाई पनि चाहिँ अगाडि राखेर चाहिँ एउटा त्यो हाम्रो पहिचानको निम्ति पनि हामी यो कार्यक्रमहरूलाई गर्न लागिरहेका छौँ र यो सांस्कृतिक कार्यक्रम सहित हामीले त्यहाँ स्थानीय रूपमा झाँकीहरूको प्रदर्शनहरू पनि हामी गर्नेछौँ, जसमा लाखे नाच, ठाकठोके नाच, साकेला लगायतका विभिन्न बारन भजन र जस्ता कुराहरूलाई पनि हामी चाहिँ त्यहाँ चाहिँ हाम्रो सम्पूर्ण दर्शक नाचमा चाहिँ हामीले चाहिँ त्यो हाम्रो चाहिँ प्रदर्शन गर्ने र उहाँलाई चाहिँ त्यो झाँकीहरू देखाउने कुराहरू पनि रहेको कुरा म यहाँलाई अनुरोध गर्न चाहन्छु, अवगत गराउन चाहन्छु। र अब यसको निम्ति यसलाई सफल पार्नको निम्ति हामी सम्पूर्ण दावावासी लगायत भोजपुरमा रहनुभएका सम्पूर्ण व्यक्तित्वहरू सङ्घ संस्थाहरू सबैलाई चाहिँ हामी आह्वानको रूपमा पनि अगाडि बढाउनेछौँ र आजैबाट चाहिँ हामी यसलाई एउटा प्रचार प्रसारको रूपमा चाहिँ अगाडि बढाउनेछौँ र औपचारिक रूपमा चाहिँ आज यो पत्रकार सम्मेलन मार्फत अब हामीले चाहिँ भलिबल प्रतियोगिता साथै सांस्कृतिक साँझ भनेर हामीले चाहिँ अब हाम्रो प्रचार प्रसार अगाडि बढाएर यो कार्यक्रमलाई भव्य र सबै रूपमा सफल पार्नको निम्ति सबैसँग चाहिँ म यहाँलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र जो अब आज यो पत्रकार सम्मेलनमा आएर यहाँले सहभागी भइदिनु भयो, सम्पूर्ण पत्रकारज्यूहरू लगायत हाम्रो दावादेखि यहाँसम्म आएर पत्रकार सम्मेलनको निम्ति समय दिनुभयो, यहाँ चाहिँ यहाँहरू उपस्थित हुनुभएको छ, त्यसको निम्ति पनि आयोजकको तर्फबाट हुन त हामी सबै आयोजना भए पनि आयोजकको तर्फबाट लगायत सम्पूर्ण हाम्रो टिमको तर्फबाट मैले सबैलाई यहाँलाई सबैलाई पनि धन्यवाद दिन चाहन्छु। र यो के छ अध्यक्षज्यू, जस्तो यो आमन्त्रित भनेपछि यहाँ त अगाडि नै बोलाइन्छ टिमलाई होइन, कुन पालिकाको खेलाडीहरू त्यो चाहिँ सहभागी हुँदैछन् त्यो पनि अलिकति प्रश्न। यो हामीले चाहिँ अब आमन्त्रित भनेर हामीले जसलाई चाहिँ निमन्त्रणा गर्छौँ उहाँहरूलाई नै हामीले बोलाउने चाहिँ योजना रहेको छ। त्यसमा विशेष गरी हामीले 8 देखि 10 टिमको चाहिँ योजना 8 देखि 10 टिम, त्यो मध्ये कुन पालिकाबाट झिकाउने अथवा के भन्ने तयारी चाहिँ कसरी गर्नु? विशेष गरी भलिबल जिल्ला भलिबलमा सचिवलाई चाहिँ यसको बारेमा चाहिँ थोरै जानकारी यो भलिबल सङ्घसँग सम्बन्ध आबद्ध भएको नाताले र प्राविधिक सहयोग गर्नुपर्ने जिम्मेवारी भएको कारणले गर्दाखेरि मैले यो जिम्मेवारी प्राप्त गरेको छु, जसमा आयोजक नगरपालिका भोजपुर नगरपालिका, प्रस्तावित टिमहरू, त्यस पछाडि सरानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, आमचोक गाउँपालिका, हतगढी गाउँपालिका, अरुण गाउँपालिका, सापा सिरिचो गाउँपालिका, पौवाडुम्बा गाउँपालिकामा अहिलेसम्म भलिबल प्रदर्शनी देखिँदैन, अरूतिर सहभागी भएको कमै मात्र पाउँछौँ। त्यो भएकोले उहाँहरूसँग पनि समन्वय चाहिँ गर्नेछौँ, तर यहाँको चाहिँ अलिक सम्भाव्यता कम हुन्छ होला भन्ने छ। त्यसै गरी सभापोखरी र बाँसकपनलाई हामीले छिमेकी जिल्ला सङ्घका सभाबाट प्रस्तावित टिममा हेरेका छौँ। त्यसै गरी छिमेकी जिल्ला झापाबाट दम नगरपालिका, त्यसै गरी ताप्लेजुङको पनि कुनै नगरपालिका वा गाउँपालिका सहभागी हुन सक्नुहुन्छ कि भन्ने छ र पाखीबास नगरपालिकासँग समन्वय भइरहेछ। सँगसँगै टेम्कीमैल गाउँपालिका, बेलबारी नगरपालिका मोरङबाट र कोशी प्रदेश प्रहरी क्लब रानी, हाम्रो भोजपुरको नेपाली सेनाको नयाँ सेना गणलाई सम्भावित टिममा चाहिँ समावेश गरिएको छ। सँगसँगै एपिएफको पूर्व हेडक्वार्टर भन्छ ग्यारेज एपिएफ क्लब कोशी पोखरीलाई पनि समावेश गरिएको छ। उहाँहरूलाई प्रस्ताव गरिन्छ। प्रस्ताव गर्दाखेरि यहाँ चाहिँ कस्तो छ भने 3 जना चाहिँ सम्बन्धित टिम, जस्तै गाउँपालिका वा नगरपालिकाभन्दा बाहिरको खेलाडी सहभागी गराउनु पाइने र भएको हुँदाखेरि कति टिम चाहिँ यस्तो गेमहरूमा खेल्नको लागि अनिच्छुक हुनुहुन्छ, उहाँहरू लगानी गर्न चाहनुहुन्न खेलाडीमा, बाहिरको खेलाडीमा। त्यो भएको कारणले गर्दा सहभागी हुने सम्भावना कम हुँदाखेरि चाहिँ धेरैवटा टिमहरूलाई हामीले प्रस्ताव पठाएको हुन्छ।